नमस्कार, स्वागत छ म नन्दा थापा। आज डिसेम्बर 6 तारिक अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको 16 दिने अभियानको 12औं दिन। हामी महिला हिंसा विरुद्धको 16 दिने अभियान विशेष रेडियो कार्यक्रम लिएर उपस्थित भएका छौं। करिब आधा घण्टासम्म अभियान अवधिभर महिला हिंसा विरुद्धको 16 दिने अभियान विशेष रेडियो कार्यक्रम हामी सञ्चालन गर्ने गर्छौं। राजनीति, धर्म, आर्थिक उपार्जन, उद्यमका क्षेत्र मार्फत महिला अधिकारको क्षेत्रमा विशेष क्रियाशील व्यक्तित्वसँगको हामी प्रत्यक्ष बहस गर्ने गर्छौं। तपाईं यो कार्यक्रम बेलुकी पख प्रत्येक दिन साँझ 8:30 बजेदेखि 8:45 बजेसम्म सुन्न सक्नुहुन्छ भने बिहान 8:30 बजेदेखि 9 बजेसम्म राजनीति, धर्म, आर्थिक उपार्जन, उद्यमका क्षेत्र मार्फत महिला अधिकारको क्षेत्रमा विशेष क्रियाशील व्यक्तित्वसँगको प्रत्यक्ष कुराकानी सुनाउँछौं। हामी बिहान र बेलुका छुट्टा छुट्टै कार्यक्रम तपाईहरुमाझ पुर्याउँछौं। घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने नाराका साथ विश्वभर एकसाथ अभियानको औपचारिक शुभारम्भ भएको छ। यसै अवसरमा बाजुरा जिल्लामा पनि महिला तथा बालबालिका कार्यालय बाजुराको संयोजनमा जिल्ला विकास समिति, UNFPA, विश्वनी बाजुरा, गिफ्ट बाजुरा, HRC बाजुरा र RRN लगायतका थुप्रै सङ्घ संस्थाको सहयोगमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। अभियानलाई 16 दिनसम्म विभिन्न कार्यक्रम जरुरी बनाउन सरकारवाला सबै पक्षले कार्ययोजनासहित अघि बढ्ने लिखित प्रतिबद्धता पनि जनाइसकेका छन् र आफ्नो क्षेत्रमा यतिखेर अभियानहरू भव्य रूपमा सञ्चालन भइरहेका छन्। हामीले पनि रेडियो बाजुरा 104 मेगाहर्ज मार्फत बिहान र बेलुका 2 पटक कार्यक्रम सञ्चालन गरिरहेका छौं। तपाईं यो कार्यक्रम रेडियो बाजुरा 104 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.radiobajura.org मार्फत सुन्न सक्नुहुन्छ। हामी बोलिरहेका छौं यतिखेर तपाईको घर आँगनमा। नोभेम्बर 25 तारिक महिलामाथि हुने हिंसाको अन्त्य गर्ने दिवसको छुट्टै महत्त्व छ। डोमिनिकन रिपब्लिकको निरङ्कुश र अत्याचारी शासकको विरुद्धमा आवाज उठाउने दुई बहादुर दिदीबहिनी मिराल र पेट्रिकाको निरङ्कुश सरकारले 1960 मा हत्या गरेको थियो। संयुक्त राष्ट्रसङ्घको साधारण महासभाले 1979 मा ती हत्या गरिएका मिराल र पेट्रिकाको स्मृतिलाई जीवन्त राख्न महिला विरुद्धको हिंसा अभियान सुरु गरिएको हो। यस्ता 16 दिने अभियानहरूले मात्र महिला हिंसामा कमी आउन सक्दैन। निरन्तर रूपमा हिंसा विरुद्धको अभियानलाई ग्रामीण तहदेखि राष्ट्रिय स्तरसम्म पुर्याउन सक्नुपर्छ। यो अभियानलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउन नसके कुनै पनि विकासको परियोजना सफल हुन सक्दैन। हिंसाका विभिन्न स्वरूपहरू देखिएका छन्, तर संसारैभरि हिंसाका घटनाहरू बहुतै कम प्रकाशनमा आउने गरेको घटनाको रूपमा देखिएका छन्। हाम्रो जस्तो विकासोन्मुख देशमा मात्र होइन, साधन र स्रोतले सम्पन्न मुलुकमा पनि हिंसाका घटनाहरू बहुत कम प्रकाशनमा आउने गर्दछन्। हिंसालाई लुकाउनु र सहेर बस्ने प्रवृत्तिले हिंसालाई अझ बढी प्रोत्साहित गरेको छ। त्यसैले हिंसा विरुद्धको मौनता संस्कृतिको अन्त्य गर्दै हिंसा विरुद्ध बोल्ने र प्रतिकार गर्नुपर्छ अनि हिंसा पीडितहरूले न्याय पाउँछन्। हिंसकहरू पनि हिंसा गर्न उत्प्रेरित हुँदैन। गम्भीर खालको हिंसामा परेकी महिलालाई तत्काल उद्धार गरी संरक्षण र अन्य उपचार गर्ने भन्ने अवधारणा अनुसार प्रधानमन्त्रीकै निगरानी रहने गरी प्रधानमन्त्री कार्यालयमै लैङ्गिक हिंसा विरुद्धको इकाइ छ। यसले पनि हिंसामा परेका महिलाका सामान्य उजुरी लिने बाहेक खासै काम गर्न सकेको देखिँदैन। यी संयन्त्र जुन अवधारणामा स्थापना भएका थिए त्यसअनुसार काम गर्न सकेको खण्डमा मात्रै हिंसा पीडित महिलाले धेरै राहतको अनुभूति गर्न सक्ने देखिन्छ। एकपछि अर्को संयन्त्र खडा गर्ने वा विस्तार गर्ने, तर त्यसलाई साधन स्रोत विहीन अवस्थामा राख्ने कामले दातालाई यस्तो काम गरेका छौं भनेर देखाउन त सकिएला, तर यस्तो देखावटी व्यवहारले न पीडित महिलाले न्याय पाउँछन् न त संरक्षण पाउँछन्। नेपालमा पनि सबैभन्दा धेरै महिलाहरू घरभित्रै असुरक्षित छन् भन्ने तथ्याङ्कले पुष्टि गरेको छ। नेपाल प्रहरीको विवरण अनुसार 2072-73 मा 9000 भन्दा धेरै महिला आफ्नै घरका सदस्य र आफन्तबाट पीडित भए। त्यसबाहेक यौन हिंसा, बलात्कार, बेचबिखन, बोक्सी लगायतका हिंसा पनि समाजमा धेरै छन्। विभिन्न गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, नागरिक समाज र सरकारले सञ्चालन गरेका विभिन्न चेतनामूलक कार्यक्रमले महिलामा जागरण ल्याएको छ। हिंसा सहनुहुन्न भन्ने विश्वास उनीहरूमा जागेकोले हिंसाका घटनाहरू बाहिर आउने क्रम पनि बढेको छ। यस्ता घटनाहरू बाहिर ल्याउनको मुख्य हात छ यतिखेर
महिलाको क्षेत्रमा काम गर्ने विभिन्न क्रियाशील व्यक्तित्व जुन महिला अधिकार कर्मी हुनुहुन्छ, त्यस्तै महिलाकै क्षेत्रमा काम गर्ने पुरुषहरू पनि हुनुहुन्छ। हामी उहाँसँग प्रत्येक दिन बिहान 8:30 बजेदेखि बहस गर्ने गर्छौँ। आज पनि हामी त्यसै अन्तर्गत उपस्थित भएका छौँ। यतिखेर हामीसँग आजको अतिथि भारती पाठक पुगिसक्नु भएको छ। हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पाठक प्राकृतिक स्रोतमाथि समुदायको अधिकार कायम गर्ने अभियानमा विगत लामो समयदेखि क्रियाशील हुनुहुन्छ। उहाँ हाल सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासङ्घको महासचिव हुनुहुन्छ। हामी उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। करिब 15,000 सामुदायिक वन समूहहरू महासङ्घमा आबद्ध छन्। त्यसमा 1 करोड उपभोक्ताहरू छन्। त्यसको नेतृत्व गर्दै तपाईँ महासचिवमा हुनुहुन्छ। कस्तो महसुस भइरहेको छ? विशेष गरी नेपालमै हेर्दाखेरि प्राकृतिक स्रोतको हिसाबले वन क्षेत्र अत्यन्तै महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको पनि छ। अब यो सन्दर्भलाई जोड्दाखेरि म सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको महासचिवको जिम्मेवारी लिएको छु। योभन्दा अगाडि मैले 2 पटक केन्द्रीय कोषाध्यक्षको रूपमा पनि भूमिका खेलेँ। यो सबै अनुभवलाई हेर्दा ग्रासरुटदेखि राष्ट्रिय स्तरसम्मको जुन एउटा नेटवर्क छ, एउटा सञ्जाल छ, जसले गर्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म वनको संरक्षणमा, प्राकृतिक स्रोतको संरक्षणमा स्थानीय समुदायले खेलेको भूमिका र जुन खालको आत्मीयता छ, त्यो आत्मीयता र नेटवर्किङ र स्थानीय समुदायको वन संरक्षणको सक्रियता देख्दाखेरि आम उपभोक्तालाई एज म सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको महासचिवको हिसाबले सबै स्थानीय समुदायप्रति आभार प्रकट गर्नुपर्छ भन्ने लाग्छ मलाई। अत्यन्त म खुसी छु किनकि यो नेटवर्क नेपालको सन्दर्भमा हेर्दा अरू नागरिक समाजभन्दा फरक हिसाबले प्रस्तुत भएको छ। यो अन्तर्राष्ट्रिय स्तरमा नै हेर्दाखेरि नेपालको सामुदायिक वन चाहिँ एउटा जननी राष्ट्रको रूपमा होइन, जसले चाहिँ सामुदायिक वनलाई जन्माउने देशको रूपमा पहिलो राष्ट्र चाहिँ नेपाल पर्छ। त्यसले गर्दाखेरि हिजो नाङ्गो डाँडाको रूपमा रहेको वन क्षेत्र जसलाई संरक्षण गर्न सकिएन होइन, वन चाहिँ विनाश भएको थियो, त्यति बेला जनतालाई विश्वास गरेर हस्तान्तरण गरेको परिणाम आज चाहिँ वन संरक्षण गरेर स्थानीय समुदायले देखाएको छ। अहिले नेपालमा झन्डै 22,000 भन्दा पनि बेसी सामुदायिक वन उपभोक्ता समूह छ। त्यसमध्ये 15,000 सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालसँग आबद्ध रहेर काम गरेको छ। यो हेर्दाखेरि नेपालीको शिर उच्च राख्नको लागि सामुदायिक वनले महत्त्वपूर्ण भूमिका खेलेको देख्दा अत्यन्त खुसी लाग्छ। यो करोडौं उपभोक्ताहरूको माझमा महासङ्घको महासचिवमा तपाईँ नेतृत्व गरिरहनु भएको छ। भन्छ नि यस्तो नेतृत्व तहमा त पुरुष नै हुनुपर्छ, महिलाहरूले आरक्षण कोटा दिनुपर्छ। जुन नेतृत्व तहमा अध्यक्ष पद, त्यसै महासचिव पद त पुरुषले नै सम्हाल्नुपर्छ भन्ने छ नि, तपाईँ यसमा के भन्नुहुन्छ? यसमा एकदमै महत्त्वपूर्ण प्रश्न गर्नुभएको छ यहाँले। ओभरअल महिलाहरूको प्राकृतिक स्रोतमा काम गर्ने, त्यसमा पनि वन, जङ्गल, जमिन, पानीसँग नजिक रहने महिलाहरू, त्यसमा पनि वनसँग चाहिँ प्रत्यक्ष रूपमा बिहान बेलुका जुनसुकै बेला घाँस दाउरा स्रोतदेखि लिएर त्यसको संरक्षणको पाटोमा पनि महिलाको भूमिका हुने भएकोले गर्दाखेरि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले चाहिँ आफ्नो स्थापना कालदेखि 2052 सालदेखि नै महिलालाई नीति बनाउने कुरामा प्राथमिकता दिएको हो। त्यसले गर्दा मलाई के लाग्छ भने आरक्षण धेरै ठाउँमा आरक्षणको व्यवस्था गरिन्छ, तर यस्तो खालको नीतिको आवश्यकता हुँदो रहेछ कि 50% अहिले त नेपालकै जनगणनाको हिसाबले हेर्ने हो भने महिलाको प्रतिशत धेरै भएको छ होइन। त्यो प्रतिशतलाई हेर्दाखेरि सामुदायिक वनमा चाहिँ महिला 50% अनिवार्य हुनैपर्छ भन्ने जुन पोलिसी हामीले बनायौँ, त्यो सामुदायिक वन उपभोक्ता समूहमा र महासङ्घको विधानमा पनि त्यो व्यवस्था गरेको छ। त्यसले गर्दाखेरि हो सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालमा पनि पहिला धेरै पटक पुरुषहरूले नेतृत्व गर्नुभएको हो, तर महिलाहरूलाई नेतृत्वमा ल्याउनको लागि पुरुषहरूको उल्लेखनीय भूमिका चाहिँ छ। म अरू क्षेत्रमा भन्दा पनि सामुदायिक वनमा त्यो खालको चाहिँ सहयोग हामीले प्राप्त गरेका छौँ।
र फेरि त्यो पनि एकदमै आत्मीय हिसाबले सहयोग गर्ने भन्ने मात्रै पाटोले चाहिँ पूर्ण हुँदो रहेनछ। हामीले नीति बनाउँदाखेरि नै महिलाहरूलाई पनि प्राथमिकतामा राखेर नीति बनायौँ, समान सहभागिताको कुरा उठायौँ भने चाहिँ हामीले जुन ठाउँमा बसेर प्रतिस्पर्धा गर्ने हो त्यो प्रतिस्पर्धाको लागि सजिलो हुँदो रहेछ। त्यसले गर्दाखेरि महासङ्घ, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र सामुदायिक वन उपभोक्ता समूह चाहिँ एउटा यस्तो उदाहरणीय रूपमा प्रस्तुत भएको छ महिलाहरूको नेतृत्व स्थापित गर्ने सन्दर्भमा। म एउटा कुरा मात्रै उल्लेख गर्न चाहन्छु, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले 2052 सालमा नै 50% महिला नेतृत्वमा हुनुपर्छ भनेर आफ्नो विधानमा व्यवस्था गर्यो। त्यसपछि गएर विधान संशोधन गर्यो, विशेष महाधिवेशन दाङबाट चाहिँ विशेष महाधिवेशनबाट 50% महिला मात्रै होइन, हामीले निर्णायक तहमा महिलाहरूको अनिवार्य चाहिँ व्यवस्था गर्नुपर्छ विधानमा भनेर अध्यक्ष र महासचिव मध्ये एकजना अनिवार्य महिला हुनुपर्ने, त्यसपछि गएर उपाध्यक्ष र कोषाध्यक्ष मध्ये महिला अनिवार्य हुनुपर्ने भनेर विधानले व्यवस्था गरेपछि अनि मात्रै हामी जस्तोले महासचिव चलाउन पायौँ। त्यसपछि अरू योभन्दा अगाडि अध्यक्ष महिला हुनुहुन्थ्यो, उहाँले अध्यक्ष पाउनुभयो। यदि विधानमा त्यो व्यवस्था नगरिदिएको भए फेरि पनि चाहेर पनि पुरुषहरू नै प्रतिस्पर्धामा आउने लड्ने त्यो अवस्था चाहिँ हुन्थ्यो। यसले चाहिँ के सेक्युर गरेछ भने अध्यक्ष महासचिव जुनसुकै पोस्टमा पनि महिलाहरूलाई आउनको लागि एउटा बाटो खोलेको छ। अब यसमा पनि राज्यको पुनर्संरचना हुँदैछ। यो राज्यको पुनर्संरचना हुँदाखेरि हिजो हामीले 50% बोल्यौँ, अब आज चाहिँ 52% महिलाको सहभागिता चाहिँ हामीले वन क्षेत्रमा सामुदायिक वनमा ल्याउनुपर्छ। ओभरअल वन क्षेत्रमा नै त्यसरी महिलाहरूको प्रतिनिधित्व स्थापित गर्नुपर्छ भन्ने हिसाबले हामीले लागेका छौँ। जनसङ्ख्याको आधारमा नै महिलाहरूले आफ्नो प्रतिनिधित्व गर्न पाउनुपर्छ भन्ने तपाईँहरूको दाबी छ? हजुर हजुर, हामीले पहिला 50% भन्यौँ, अब 52% चाहिँ यो अहिले पहिलाको विधानमा पनि हामीले कुरा उठाएकै थियौँ। किनकि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको विधानमा अध्यक्ष र महासचिव मध्ये एकजना महिला भनेर भनेको छ। त्यसपछि गएर त्यसमा के भनेको छ भने दुईटै महिला भए पनि अप्ठ्यारो पर्दैन भन्ने विधानले व्याख्या गरेछ, तर दुईटै पुरुष हुन पाउँदैन त्यहाँ। त्यसले गर्दाखेरि महिलाहरूलाई चाहिँ वन क्षेत्रमा काम गर्ने, सामुदायिक वनको अभियानमा लाग्ने महिलाहरूलाई नेतृत्व स्थापित गर्नुपर्छ भनेर विधानले नै व्यवस्था गरेको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासङ्घकै नेतृत्वमा हामीले 2065 मा सामुदायिक वन विकास महाधिवेशन 2065 सरकारको नेतृत्वमा बन्यो। त्यति बेला पनि सरकारले विश्वास गरेका थिएन कि सामुदायिक वनमा 50% महिला ल्याउनुपर्छ, अध्यक्ष र सचिव मध्ये एकजना महिला, उपाध्यक्ष र कोषाध्यक्ष मध्ये एकजना महिला सामुदायिक वनमा बनाउनुपर्छ भन्दा यो सम्भव छैन भनेर लामो समयसम्म डिबेट भएको। तर महासङ्घले यो इक्जाम्पलको रूपमा महासङ्घमा सुरुवात गरेको छ। त्यसले गर्दा सामुदायिक वनमा सम्भावना छ भन्ने हिसाबले हामीले कुरा उठाएपछि अहिले त्यो नेतृत्वको सङ्ख्या हेर्ने हो भने झन्डै सामुदायिक वनमा 63,000 महिला दिदीबहिनीहरू समितिमा नेतृत्व गरिराख्नु भएको छ। त्यो डाटा हामीले प्राप्त गरेका छौँ। सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासङ्घमा जुन विधान बन्यो, नीति बन्यो, 50% नेतृत्व महिलाले गर्न पाउनुपर्छ, अहिले त्यो सबै तपाईँको यो राष्ट्रिय महासङ्घमा यो कार्यान्वयन भएको छ कि छैन? त्योभन्दा पछि अझै विधान संशोधन भयो, 52% प्रतिनिधित्व हुनुपर्छ भन्ने भयो, त्यो कार्यान्वयन भएको छ कि छैन? होइन, 52% हुनुपर्छ भन्ने त पहिला पनि कार्य समितिमा महिलाको सङ्ख्या बढी हुन सक्छ तर पुरुषको सङ्ख्या बढी हुनु हुँदैन भन्ने नै हाम्रो विधानमा व्यवस्था छ होइन। 52% अब 50%बाट 52मा लानुपर्छ भन्दा चाहिँ अब हामी विधान संशोधनको प्रक्रियामा अगाडि बढेका छौँ। तर अगाडिको 50% र यो निर्णायक तहमा महिला हुने कुरा चाहिँ विधानमा त जे व्यवस्था भयो त्यसलाई हामीले कार्यान्वयनमा लगेका छौँ। यदि कार्यान्वयन भएन भने त्यो वैधानिक हुँदैन। त्यो 75 जिल्लामा पनि केन्द्रीय महासङ्घमा पनि विधानले जे बोलेको छ त्यो विधानले बोलेको भन्दा बाहिर जानै सक्दैन। त्यो छ, अहिले कार्यान्वयन भइरहेछ। एकदमै छ। हजुर, तपाईँ महासचिवमा नेतृत्व गरिरहनु भएको छ करोडौं उपभोक्तामाझ, महिला भएर नेतृत्व तहमा काम गर्न सकिँदैन जस्तो लाग्यो तपाईँलाई? गर्न सकिँदो रहेछ? कस्तो अनुभव भयो त? होइन, यसमा त यस्तो छ, मैले काम गरेकै सामुदायिक वनको अभियानमा म लागेकै 19 वर्ष भइसक्यो होइन। मैले आफ्नो अनुभव भनेको केन्द्रीय तहमा म एकैचोटि आएको होइन, मैले एकदमै ग्रामीण तहमा
लामो समयसम्म मेरो जिल्ला मकवानपुर हो। मैले मकवानपुरमा सामुदायिक वनमा गएर महिला दिदीबहिनीहरूसँग लामो समयको अनुभव बटुलेको छु, जसमा महिला हिंसा विरुद्धको अभियानमा, सामुदायिक वनको संरक्षण गर्ने अभियानमा, प्राकृतिक स्रोतमाथि महिलाहरूको पहुँच स्थापित गर्ने सन्दर्भमा मैले ठुलो स्ट्रगल चाहिँ जिल्ला तह गाउँ तहदेखि नै गरेको कारणले गर्दाखेरि मैले यो अवसर पाएँ। सामुदायिक वनौता महासङ्घको नेतृत्व लिनको लागि 81 म आएर नेतृत्व लिन्छु भन्न सकिँदैन, त्यो विधानले व्यवस्था गर्दैन कि लामो समय चाहिँ गाउँ तहदेखि नै आफ्नो अनुभव आफ्नो योगदान चाहिँ पुर्याउनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि मलाई चाहिँ पहिले के हिम्मत थियो भने म धेरै अगाडिदेखि नै सामाजिक अभियानमा लागेको हिसाबले गर्दा मलाई कुनै सरकारी जागिर खाने पनि मलाई त्यता पनि मोटिभेट गरेन र मैले कलेज पढ्दादेखि नै जुन चाहिँ महिलाहरूको आन्दोलन, महिलाहरूको अभियान, महिलाहरूको समस्याको विषयमा मैले हरेक ठाउँमा प्रतिनिधित्व गरेर आफ्नो प्रस्तुति, आफ्नो चाहिँ नेतृत्वदायी भूमिका खेलेँ। त्यसपछिको परिणाम भनेको अहिले सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको महासचिवको जिम्मेवारी मैले पाएको हो। र मलाई एउटा गर्व के लाग्छ भने सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले अहिलेसम्म हेर्ने हो भने 4वटा अध्यक्षहरू बनाइसक्नुभयो। अब 5औं मेरो अहिलेको नेतृत्व कार्यकालमा पुरुषकै नेतृत्वमा म महासचिव छु, यो 5औं हो होइन। 4वटा अध्यक्षहरू रहँदासम्म इतिहासले के देखाएको छैन भने यो 21-22 वर्षको बिचमा एकजना पनि महासचिव महिला बनेको छैन। सबै पुरुषहरूले महासचिवको जिम्मेवारी लिनुभएको थियो। अब पछि गएर विशेष महाधिवेशन भयो। विशेष महाधिवेशनले विधान संशोधन गरेपछि महासचिवमा मैले आफ्नो भूमिका निर्वाह गर्ने त्यो अवसर मैले प्राप्त गरेँ, जसले गर्दा मलाई एउटा गौरव के लाग्छ भने महासचिव मात्रै होइन, जुनसुकै जिम्मेवारी पनि यदि हामीले जिम्मेवारी पाएको खण्डमा पुरा गर्न सक्छौँ, त्यो खालको क्षमता हामीसँग छ, त्यो खालको अनुभव हामीसँग छ भन्ने कुरामा चाहिँ मलाई व्यक्तिगत रूपमा जब म तलबाट नै काम गरेँ त्यति बेला पनि मलाई अनुभव थियो। र मैले मेरो व्यक्तिगत कुरा मात्रै होइन, सिङ्गो सामुदायिक वनको अभियानमा लाग्ने महिला दिदीबहिनीहरू अहिले मात्र 196वटा जिल्ला महासङ्घको भाइटल पोस्टमा रहनुभएको र अध्यक्ष, सचिव, कोषाध्यक्ष, उपाध्यक्ष, महासचिव रहनुभएको जिल्लाको तथ्याङ्क र राष्ट्रिय कार्य समितिमा रहेको महिला दिदीबहिनीहरूको तथ्याङ्क हेरेको 196 जना हामी महिला दिदीबहिनीहरूले भाइटल पोस्टमा निर्णायक ठाउँमा नेतृत्व गरिराखेका छौँ, जसले गर्दाखेरि मलाई लाग्छ सबै महिला दिदीबहिनीहरू अध्यक्ष महासचिव चलाउन सक्ने हुनुहुन्छ। हजुर, त्यो खालको क्यापेसिटी चाहिँ सामुदायिक वनले महिलाहरूको उत्पादन गरेको छ, क्षमता विकास गरेको छ। 101 महिला दिदीबहिनीहरू हुनुहुन्छ जुन खालको भूमिका मैले अहिले निर्वाह गरेको छु त्यो भूमिका निर्वाह गर्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि मलाई चाहिँ एउटा गर्व के लाग्छ भने महासङ्घले, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले नेतृत्व लिन सक्ने महिला दिदीबहिनीहरू उत्पादन गरेको छ। योभन्दा अगाडिको पनि अनुभव के छ भने धेरै ठाउँमा चाहिँ सभासद महिला दिदीबहिनीहरू हुनुभएको छ होइन, राजनीतिक पार्टीको नेतृत्वमा महिला दिदीबहिनीहरू आउनु भएको छ। त्यसले गर्दाखेरि सामुदायिक वन उपभोक्ता समूह भनेको, महासङ्घ भनेको यस्तो सङ्गठन हो जसले गर्दा नेतृत्व उत्पादन गर्छ, जसमा भन्छ नि यो महिलाहरूलाई घरसँगै घर परिवार पनि आफैले धान्नुपर्छ भन्ने बाध्यता पनि छ, जुन समाजले भनिरहन्छ महिला घरकै काम गर। नेपालमा नागरिक संगठनहरूको अगुवाई गर्न आफैमा चुनौती छ, अझ त्यसमा महिलालाई कतिको चुनौती छ त? तपाईँले काम गरिरहँदा, यस्तो तपाईँले अनुभवहरू बटुलिरहँदा यसमा कतिको चुनौती छ, सङ्घर्ष गर्न कतिको जस्तो समस्या छ तपाईँलाई? होइन, गाह्रो छ। पर्सनल्ली भन्ने हो भने मलाई त व्यक्तिगत समस्या छैन, मेरो घर परिवारले मलाई सहयोग गरेको छ होइन। सहयोग नगरेको भए मैले आजभन्दा 19 वर्ष अगाडिदेखि नै सामाजिक क्षेत्रमा लागेर अहिले मैले यहाँ बसेर केन्द्रीय स्तरबाट मेरो भूमिका निर्वाह गर्न त्यति सहज हुँदैन थियो होला, किनकि म अलिकति फ्री छु, मेरो पारिवारिक हिसाबले पनि मलाई सहयोग छ। तर अधिकांश मैले मेरो व्यक्तिगत मात्रै कुरा गर्नु भएन, ओभरअल महिला दिदीबहिनीहरूको कुरा गर्दाखेरि सामुदायिक वन उपभोक्ता समूह महासङ्घमा लाग्ने र अन्य क्षेत्रमा लाग्ने महिला दिदीबहिनीहरूको पनि एउटा त घरको प्रायोरिटी भयो होइन, घरको वर्कलोड त्यत्तिकै छ, कामको जिम्मेवारी, उहाँहरूले घरको काम पुरा गर्नुपर्ने, त्यसपछि गएर सामाजिक क्षेत्रको नेतृत्व लिनुपर्ने, अझ कोही महिला दिदीबहिनीहरूले अरू
रोजगारीको हिसाबले अरू काम गर्नु भएको छ त्यो सबै काम गर्दाखेरि धेरै वर्कलोड त हुन्छ होइन भएको छ उहाँहरूलाई टाइम मिलाउन पनि समस्या भएको छ तर यो हुँदै पनि कस्तो हुँदो रहेछ भने बाहिरको जिम्मा सामाजिक क्षेत्रको अरू नेतृत्व लिने जिम्मा घरबाट अलिकति बाहिर निस्किने वातावरण भयो भने त्यो घरमा अटोमेटिक अरूले पनि सहयोग गर्नुपर्छ भन्ने चाहिँ हुँदो रहेछ तर एउटा फिलिङ्स मलाई के भएको छ भने महिलाहरू आर्थिक रूपमा कमजोर हुँदा एकदम गरिबको हामीले गरिब पहिचानको कुरा गर्छौँ सिङ्गो नेपालमा गरिबको कुरा गर्दाखेरि महिला दिदीबहिनीहरू धेरै गरिब हुनुहुन्छ उहाँहरूसँग आर्थिक पहुँच छैन उहाँहरूको नियन्त्रणमा आर्थिक नहुँदा रोजगारीको हिसाबले आर्थिक रूपमा आम्दानी दैनिक आम्दानी नहुँदा चाहिँ बाहिर निस्किँदाखेरि केही यातायात खर्च अरू नहुने अनि घरमा थोरै पैसा निकालेर दिन नसक्ने हुँदा चाहिँ एकदमै भोलिन्टरी काम बाहिर हुँदा घरमा अलिअलि कन्फ्लिक्ट जस्तो पनि हुँदो रहेछ अब धेरै ठाउँमा त महिला दिदीबहिनीहरूले घरको सबै व्यवस्था मिलाएर व्यवस्थापन गरेर बाहिरको नेतृत्व लिनु भएको छ के महिला दिदीबहिनीहरूलाई त्यही आर्थिक हिसाबले पनि बाहिर निस्किन समस्या भइरहेको छ यो सबै कुरालाई चाहिँ अब सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले एकदा महिला दिदीबहिनीहरूलाई नेतृत्वमा पनि ल्याउने पोलिसी हामीसँग छ अब पोलिसीलाई कार्यान्वयन हामीले गराउनु पर्यो र वनबाट महिलाहरूको आर्थिक सशक्तिकरणको पाटोमा उद्यम सिर्जना गर्नु पर्यो रोजगारी सिर्जना गर्नु पर्यो भनेर सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आफ्नो स्ट्राटेजी पनि बनाएको छ रणनीति बनाएर हामी अगाडि बढ्दैछौँ जुन दुर्गमका जिल्ला बाजुरा जस्तै जिल्लाहरूमा लगभग यो सामुदायिक वन समूहहरू नै निष्क्रिय अवस्थामा छन् अझै पनि यिनीहरूलाई सशक्त गर्नको लागि तपाईँ नेतृत्व तहमा महासङ्घमा हुनुहुन्छ नि के छ त यी वन समूहहरूलाई सँगै लिएर निरन्तर कार्यक्रम अगाडि बढाउँदा यी सङ्गठनहरूलाई मजबुत बनाउनको लागि के छ त यी समूहहरूलाई तपाईँको सन्देश अब सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको जग भन्ने नै सामुदायिक वन उपभोक्ता समूह हो त्यो 75 जिल्ला विशेष गरी सुदूरपश्चिमको पनि अब बाजुरा जस्तो जिल्ला सुदूरपश्चिमको धेरै महत्त्वपूर्ण जिल्लाहरू कर्णालीका जिल्लाहरू छन् त्यो जिल्लाहरूमा भनेको प्रशस्त मात्रामा स्रोत भएको जिल्ला हो जडीबुटीको हिसाबले स्रोत छ त्यहाँ यो सबै कुराको व्यवस्थापन गरेर हामीले बाजुरा जस्तो जिल्ला कर्णाली अरू जस्तो जिल्लाहरूमा त्यहाँको स्रोत पहिचान गरेर त्यही वनभित्र भएको स्रोतलाई कसरी आर्थिक सशक्तिकरणको पाटोमा अगाडि लैजान सकिन्छ भन्ने हिसाबले हामीले योजना बनाउँदैछौँ जुन योजना चाहिँ त्यहाँका उपभोक्ताहरू जो वनसँग आश्रित रहेको समुदाय हुन्छ त्यो समुदायको जीविकोपार्जनमा त्यसले टेवा पुर्याओस् भन्ने हो सामुदायिक वन विकास मार्गदर्शन 2065ले के भनेको छ भने सामुदायिक वनको आम्दानीको 35% गरिब विपन्न र महिलाको लागि अनिवार्य रूपमा छुट्याउनुपर्छ भन्ने व्यवस्था भएको छ त्यसले गर्दाखेरि सामुदायिक वनको एउटा स्रोत भयो राज्यबाट जाने एउटा स्रोत भयो भने अरू बाहिर क्षेत्रबाट ल्याउने स्रोतलाई पनि हामीले विशेष गरी दुर्गम जिल्लाहरूलाई प्रायोरिटी दिनुपर्छ जुन चाहिँ अब त्यहाँ काठको हिसाबले भन्दा पनि जडीबुटीको हिसाबले अरू वन पैदावारको हिसाबले सम्पन्न भएको क्षेत्रलाई त्यसमा टेक्नोलोजीहरूको विकास गर्ने त्यहाँको स्रोतहरू पहिचान गर्ने सम्भावना भएका स्रोतहरूबाट त्यसलाई प्रशोधन गरेर मार्केटिङसँग कसरी लिङ्क गर्न सकिन्छ भन्ने कुरामा महासङ्घले उद्यम विकास सम्बन्धी छुट्टै रणनीति बनाउँदैछ त्यो रणनीतिले चाहिँ सिङ्गो बाजुरा लगायत जडीबुटीको सम्भावना भएको जिल्लाहरूको लागि एउटा थप टेवा पुग्छ भन्ने विश्वास छ र हुन्छ कार्यक्रममा सहभागी भइदिनु भयो हामीलाई यो महत्त्वपूर्ण समय र विचार दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ धन्यवाद उहाँ हुनुहुन्थ्यो सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासङ्घको महासचिव भारती पाठक हामी आजको कार्यक्रममा यति भन्छौँ भोलि बिहान ठिक यही समयमा यस्तै विषयवस्तुका साथ अर्को अतिथि माझ उपस्थित हुनेछौँ आजलाई भने प्रविधि कक्षबाट प्राविधिक मित्र गङ्गराज पण्डितसँगै म पनि बिदा हुन्छु नमस्ते